मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनोहरि। सिटी फिल्म्स गोर्खाको प्रस्तुति छोरो सुध्रिय। ओम नमः शिवाय। हे भगवान, मैले यति धेरै पूजा आराधना गरेको छु, मेरै घरमा मात्रै किन यति अशान्ति दिन्छौ र मेरै टाउकोमा मात्र किन यति धेरै पीडा थपिदिन्छौ? उता छोराको बज्याले बिहान मैले तुन र फुइ पारिसक्यो। केही त गर्ने, हाम्रो घर जस्तो होइन, अशान्तिको महल बनिसक्यो। के भाउ रमाइलो बिनाको जिन्दगी व्यर्थ हो। रमाइलोको स्रोत भनेकै टुनुक्क हो। ल सबैजना बसेर पिउने अनि सुरुप पार्नु। तिम्रो खुसी मेरो आँसुमा परिवारलाई पीडा दिएर तिमी मात्रै रमा। बाबा, हजुरको यो पाराले हाम्रो भविष्य अन्धकार हुन्छ। हजुरबा अहिले भनेको बाटो हिँड्नुहोस् अनि हामी सुखी र खुसी हुन्छौँ। ओए भाइ, तिमी हजुरबा जस्तै घरमै पढ, म मेरो बाबा जस्तै तुन्क्याउने हो। बरु तुनुक्क पर्दा के मन पर्छ यसो भन न। बाबु, रक्सीमा खुसी भेटिँदैन नि। रक्सीले त भएको खुसी पनि खोसिदिन्छ। यो संसारको सबैभन्दा ठुलो रङ्गमञ्च हाम्रो घर हो। हजुरमा भात दिँदैन? खोइ लुगा तिम्रो हो? अझै नारीको बेलामा सुन्न मन छ भने आउँदैन। मोटर हातमा कोही छैन साथमा। दिदी, हजुरबाको पुच्छ रङ्ग खोइ
ल्याएर मेरो नातिनी पागल होइन, साक्षात देवी हो, देवी। सबै कुरा यथार्थ भनी यसले। घरमा आयो बुढीले कुचो दम्ताउने। ए बाउ, आमालाई आँसु, बुढीलाई पीडा, छोराछोरीलाई दुःख। वाउ, कस्तो रमाइलो हो। खुसी भनेको दुःख बाँड्नु होइन, हाँसो बाँड्नु हो, दुःख होइन। बाबा, मम्मी, मलाई माफ गरिदिनुहोस्। म हजुरहरूको अभिन्न अङ्ग हो। म आजदेखि रक्सीको बोतल होइन, मेरो परिवारको जिम्मेवार लिनेछु। मैले रमाइलो भनेर सबै परिवारलाई आँसु मात्र दिए, तर मलाई आज आएर थाहा भयो रमाइलो भनेको त परिवार रहेछ, परिवारै रहेछ। बाबा, हजुरले देखाउनु भएको मार्गदर्शनमा म सधैँ कदम चाल्नेछु। आमा, म हजुरको कुलको छोरा अनि मुटुको टुक्रा भन्ने छ। बुढी, आई भेरी सरी। मैले तिमीलाई धेरै पीडा दिएँ। अब म तिम्रो सबै दुःखलाई खुसीमा परिणत गर्नेछु है। बाबु, मेरो छोराहरूलाई म यो समाजमा उच्च शिर गरेर हिँड्न सक्ने छोराहरू बनाउँछु, जिम्मेवार भाउको छोराहरू बनाउँछु है। छोरी, म तिमीलाई उपचार गरेर ठिक बनाउँछु नि है। बाबा छ नि। अब हाम्रो घर साँच्चै मन्दिर जस्तै भएछ। के त हाँसी केमा जान्छ अरे? यो घर परिवारमा कसैको आँखा नलागोस्।